लोड सेडिङ किन भइरहेको थियो त बढी 14-15 घन्टा जनतालाई किन लोड सेडिङ 18 घन्टा पनि पुगेको थियो होइन 64-65 सालतिर होइन तर किन लोड सेडिङ भयो लोड सेडिङ हुनुको कारण के थियो भन्ने कुरा पब्लिकलाई धेरै थाहा छैन यो कुरा अब पहिलो कुरा चाहिँ लोड सेडिङ हुनुमा चाहिँ यो औद्योगिक ग्राहक र घरायसी ग्राहकमा प्राथमिकता उहाँहरूको औद्योगिक ग्राहकलाई परेको थियो प्राथमिकता पहिलो कुरा है किनभने औद्योगिक ग्राहक त्यो बेला 400-500 मेगावाटको थियो 400-500 मेगावाट थियो र उहाँहरूले प्राथमिकता औद्योगिक ग्राहकलाई दिनुहुन्थ्यो र त्यो पनि कार्यकारी निर्देशकको तोक आदेशको भरमा उद्योगलाई चाहिँ 20 घन्टा कसैलाई त 24 घन्टा पनि दिएको छ त्यो सिधै विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको तोक आदेशमा जान्थ्यो र उद्योगलाई पनि के फाइदा हुन्थ्यो भने उद्योगलाई यहाँ चाहिँ ग्रिडबाट पाएको विद्युतको महसुल 8 रुपियाँ थियो 8 रुपियाँ 8.5 रुपियाँ थियो डिजेल चलाउनु पर्यो भने 30-35 रुपियाँ पर्थ्यो एक युनिट निकाल्दा अब एक महिनामा 1 मेगावाट विद्युत ग्रिडबाट सप्लाई पायो भने उहाँले यो लोड सेडिङको 14-15 घन्टा लोड सेडिङको बेलामा 1 करोड रुपियाँ फाइदा हुन्थ्यो उहाँलाई 40 मेगावाटको उद्योगले कति फाइदा गर्यो 40 करोड फाइदा गर्यो एउटा उद्योगले अब त्यसमा उहाँहरूले कसरी इन्फ्लुएन्स गरेर त्यो बत्ती पाउनेमा उहाँहरू लागेकै थियो त्यो डेडिकेटेड र ट्रङ्क लाइनको विषय त त्यही बेला उठेको हो नि त त्यसपछि रेट पनि तोकेको त्यो रेटमा बिलिङ पनि भएन हैन म आएपछि बिलिङ भयो नि त बिलिङ गरे हो नि त्यो बेला जनतालाई लोड सेडिङ बनाएर लोड सेडिङमा राखेर लिएको डेडिकेटेड ट्रङ्क लाइनको विद्युत हो नि त्यो अहिले तपाईले विराटनगरको उद्योगीहरूलाई गएर सोध्नु न केही उद्योगीहरूलाई यति उनीहरूले चाहिँ लोड सेडिङमा बसेर त्यही सामान चाहिँ महँगोमा बेच्नुपर्ने स्थिति थियो भने अरूले 24 घन्टा पाएको स्थिति उनीहरूले कम्प्लेन गरेर मन्त्रालयले छानबिन कमिटी गठन गरेर त्यो छानबिन कमिटीले चाहिँ यो उद्योगले 24 घन्टा लिएको छ र यिनीहरूलाई कारबाही गर्नुपर्छ भनेर रिपोर्टै दिएको थियो रिपोर्टै गायब भयो नि त्यो र हाम्रो कर्मचारी पनि संलग्न थिए त्यसमा एउटा जिल्लालाई 2 मेगावाट 3 मेगावाट भए पुग्थ्यो पोखराको लोड भनेको 30-40 मेगावाट 35-40 मेगावाट 35 मेगावाट हो 40 मेगावाट त्यो बेला 35-30 मेगावाट थियो होला पोखराभरिको लोड हैन पिक टाइममा एउटा इन्डस्ट्री चाहिँ 40 मेगावाटको जगदम्बा थियो भने कुनै 10 मेगावाटको कुनै 20 मेगावाटको थियो एउटा इन्डस्ट्री चाहिँ रातको बेलामा चलाइदिएपछि त पोखरा त अन्धकार भएन जिल्लै अन्धकार एउटा जिल्लाको त 2 मेगावाट 3 मेगावाट लोड हुन्छ हैन डोमेस्टिक लोड कति हुन्छ भन अब जनतालाई अन्धकारमा राखेर उद्योगलाई बढी विद्युत दिन थालेपछि अरू म्यानेजमेन्ट गरेन हेर्नुस् त्यसमा त धेरै कुरा फाइदा थिए हैन अरू म्यानेजमेन्ट कसरी हुन्छ लोड सेडिङ पहिल्यै डिक्लेयर गर्ने 15 घन्टा 16 घन्टा माघमा यति घन्टा फागुनमा यति घन्टा हुन्छ भनेपछि त अनि त्यसपछि डिक्लेयर गर्ने भयो डिक्लेयर गर्ने भएपछि अब इन्भर्टर ब्याट्रीको पनि व्यापार सोलरको पनि व्यापार बढ्ने हो अनि त्यसपछि त्यो बचेको 15 घन्टा गरेर अलिकति बढी बचेको जति उद्योगलाई बेच्ने भयो उहाँहरूले जोसँग पैसा थियो उसलाई भर्चुअली लोड सेडिङ थिएन नि त भर्चुअली जोसँग पैसा थियो भर्चुअली लोड सेडिङ थिएन किनभने इन्भर्टरले मिनिमम त चलिरहेको थियो भनेपछि त्यसले के भयो भने लोड सेडिङ झन् एड गर्यो जति लोड सेडिङ बढ्यो त्यति नै इन्भर्टर ब्याट्री बढ्यो त्यसपछि चाहिँ चार्जिङ डिस्चार्जिङ बढ्यो त्यसले गर्दाखेरि लोड सेडिङ थपेको अरूलाई लोड सेडिङ थपेकै किन पुग्दैन त हैन कन्सन्ट्रेसन बढ्यो नि त त्यही कारण त्यसले झन् के गर्यो भने एकैचोटि हुँदाखेरि सेड्युलमा आयो त काठमाडौँमा 5 भाग लगायो भने एक भागमा लोड बत्ती बल्यो भने सबै त्यतातिर आयो नि पावर त हैन अनि कन्डक्टर चुडिन थाल्यो उता चाहिँ ट्रान्सफर्मर पड्किन थाल्यो लस बढ्न थाल्यो के भयो नि अनि त्यसले त झन् लोड सेडिङ बढ्न थाल्यो हैन त्यो एउटा इन्भर्टर ब्याट्रीको व्यापार बढ्या थियो लोड सेडिङ बढ्या थियो त्यो कारण थियो अर्को कारण चुहावट थियो 26% चुहावट थियो
26% को चुहाउट भनेको करिब करिब 300 मेगावाटको चुहाउट हो त्यो पिक टाइममा हैन त्यति बेलाको हैन 26% 1% भनेको 26% चुहाउटले त अब सिधैमा पाएपछि त मान्छेले त्यतिकै बाल्न थाल्यो नि भक्तपुरतिर त्यो ऊ पनि त के अरे खाना पकाउनेदेखि के गाईबस्तुलाई के पकाउने पनि त्यसैबाट गर्थे हैन भक्तपुरको चुहाउट मात्रै 40% थियो भक्तपुर जिल्लाको त्यो बेलाको डिमान्ड भक्तपुरको 28 मेगावाट थियो लोड सेडिङ अन्त्य भएपछि भक्तपुरको डिमान्ड चाहिँ 14 मेगावाटमा झऱ्यो सित्तैमा पाएपछि के चलाए के चलाएन हैन हैन त्यसले गर्दाखेरि अरूलाई के भयो त लोड सेडिङ बढ्यो हैन जान अब लोड सेडिङ भयो भनेपछि जान सक्ने स्थिति पनि थिएन नि ड्रेस लगाएर हिँड्न सक्ने स्थिति थिएन भनेपछि लोड सेडिङले चुहाउट बढाउँदै गयो टेक्निकल लस पनि बढ्दै गयो किनभने एकैचोटि चाहिँ एकै ठाउँमा बढी पावर फ्लो भएपछि लस चाहिँ आइआर स्क्वायर भन्छ नि के अरे आई स्क्वायर आर भन्छ आई स्क्वायर आर भनेको करेन्ट चाहिँ स्क्वायरले बढ्छ क्या स्क्वायरले बढ्न साथ लस पनि स्क्वायरले बढ्यो अनि लस बढ्यो टेक्निकल लस बढ्यो नन टेक्निकल लस त चुहाउट चोरी त कति थिए हाम्रा कर्मचारी साथीहरू पनि चाहिँ त्यसमा इन्भल्भ थिए केही हैन 16 जना त एकैचोटि समातेको पनि हो त्यो बेला हैन अब उद्योगकै चाहिँ लस कति थियो हैन भनेपछि त्यो लस पनि ठुलो कुरा थियो किनभने त्यसले ठुलो लस गराइरहेको थियो